दर्शक नमस्कार, टिबेट टिभी को नेपाली प्रसारणमा स्वागत छ। म लुडो सङ्पो यस सप्ताहको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। अनिश्चितताको बीच मानवताको विकास। परम पावन दलाई लामा ज्यूले G7 सदस्यहरूलाई मौसम परिवर्तनको लागि सामूहिक रूपले सामना गर्नुपर्ने अपील। परम पावन दलाई लामा ज्यूले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त। आत्मदाहसँग सम्बन्ध भएको आरोपमा चीनले एउटा तिब्बतीलाई 8 वर्षसम्म जेल। तिब्बती जनताको आजीवन मित्र पद्म विभूषित श्रीमती डाक्टर कपिला वात्स्यायनको निधन। केन्द्रीय तिब्बती प्रशासनले दुई भारतीय नेताहरूको निधनमा शोक व्यक्त। युरोपियन काउन्सिलका अध्यक्षले तिब्बतमा भ्रमण गर्ने इच्छा व्यक्त। फ्रेन्च सेनेट र तिब्बत समूहले परम पावन दलाई लामा ज्यूको जन्मदिन आयोजन। अब समाचार विस्तारमा। यस हप्ता बिहिबार परम पावन दलाई लामा ज्यूले माइन्ड एन्ड लाइफ युरोपको पहलमा भाग लिँदै अनिश्चितताको बीच मानवताको विकास विषयको भर्चुअल सम्वादमा भाग लिनुभयो। According to today's reality, we should consider oneness of 7 billion human beings. I always try to promote the sort of sense of oneness of 7 billion human beings. We have to live together on this planet, and the future depends on us. यस बैठकले पश्चिमी वैज्ञानिक र बौद्ध परम्पराले मानवता र विश्वव्यापी उत्तरदायित्वको भावनासँग अनिश्चितताको बीचमा बाँच्न, द्वन्द्वको सट्टा सहयोगले बढावा दिन र ज्ञान र अनुकम्पमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। गत हप्ता शनिबार भर्चुअल G7 सम्मेलनमा आफ्नो विचार व्यक्त गर्दै परम पावन दलाई लामा ज्यूले G7 सदस्यहरूलाई विश्वलाई मौसम परिवर्तनबाट बचाउन सामूहिक रूपले सामना गर्नुपर्ने अपील गर्दै उहाँले तिब्बती उच्च हिम पहाडको मैदानमा ग्लोबल वार्मिङको बढ्दो खतरालाई पनि प्रकाश गर्नुभयो। So now global warming is really very serious. So now is not just idea but practical level. We are really now facing a lot of problem. Global warming. I think global warming, due to global warming, there's too much rain, some area, some area dry. सम्मेलनमा वक्ताहरूले जलवायु परिवर्तनले आर्थिक र वातावरणीय सङ्कटको विषयवस्तुबारे बोल्नुभयो। त्यस दिन लस एन्जलस टाइम्सले पनि परम पावन ज्यूको अपिललाई प्रकाशित गर्नुभयो, जसमा उहाँले प्रत्येक व्यक्तिले विशेष गरी राजनीतिज्ञहरूलाई यस जलवायु परिवर्तनको समस्यालाई गम्भीरता लिन र यस संसारलाई बचाउन आह्वान गर्नुभयो। यस हप्ता बिहिबार परम पावन दलाई लामा ज्यूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको जन्मदिनमा बधाई पत्र पठाउनु भएको थियो। सो पत्रमा परम पावन दलाई लामा ज्यूले कोरोना भाइरसको निरन्तर खतराका कारण यस कठिन वर्षमा प्रधानमन्त्रीले उठाएको उचित कदमहरूको सराहना गर्नुभयो। 2012 मा आत्मदाह गरेका तिब्बतीमाथि पेट्रोल हालेको आरोपमा चिनिया जेलमा 8 वर्षभन्दा बढी लामो कैदी जीवन बिताएका तिब्बती राजनीतिक बन्दी फाक्पा च्यापलाई हालैमा रिहा गरेको छ। तिब्बतमा सूचनाको कडा प्रतिबन्धको कारण उहाँको अवस्थाबारे केही पनि सूचना नभएको अवस्था छ। 57 वर्षीय फाक्पा च्याप पूर्वी तिब्बतका हुन्। कान्लो प्रान्तका लामो छेदेनले 26 अक्टोबर 2012 मा अम्चोकको स्थानीय अदालतको अगाडि गरेको आत्मदाहमा संलग्न भएको आरोपमा उनलाई जेल सजाय सुनाएको थियो। लामो छेदेनको आत्मदाहको 1 महिनापछि फाक्पा च्यापलाई चिनिया पुलिसले 4 डिसेम्बर 2012 मा पक्राउ गरी उनलाई हिरासतमा लिएको थियो र पछि उनलाई 8 वर्षको जेल सुनाइएको थियो, तर सजाय सुनाउँदा उनको परिवारलाई जानकारी गरिएको थिएन। सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्धको विभागको UN र मानव अधिकार डेस्कका तेन्जिन दार्जुनले तिब्बतमा रहेका तिब्बतीहरूलाई दबाउन यस्तै कार्य नै
चिनिया अधिकारीहरूको प्रमुख राजनीतिक औजार हुन् भन्नुभयो। Till now, China has been practicing enforced disappearances by detaining incommunicado Tibetans who are deemed threat to PRC's unity and security. परम पावन दलाई लामा ज्यू र केन्द्र तिब्बती प्रशासनले भारतीय कला र संस्कृतिका विद्वान डाक्टर कपिला वात्स्यायनको निधनमा शोक व्यक्त गर्नुभयो, जसको यस हप्ता बुधबार 92 वर्षको उमेरमा निधन हुनुभयो। शोक पत्रमा परम पावन ज्यूले डाक्टर कपिला वात्स्यायनलाई तिब्बती बौद्ध संस्कृतिको संरक्षण र प्रचारमा व्यक्तिगत चासो देखाएको तिब्बती जनताको आजीवन मित्रको रूपमा सम्झनु भएको उल्लेख गरिएको छ। उनको परिवार र शुभचिन्तकहरूप्रति शोक व्यक्त गर्दै केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गेले तिब्बती उद्देश्य र जनताप्रति डाक्टर कपिलाको सहयोग लामो समयदेखि रहेको र तिब्बती जनताले गहिरो स्नेह र सम्मानका साथ उनलाई सधैँ स्मरण गर्नेछन् भन्नुभयो। केन्द्रीय तिब्बती प्रशासनले दुई भारतीय नेताहरू स्वामी अग्निवेश, जसको 11 सेप्टेम्बर दिन निधन भएको, र पूर्वी केन्द्र मन्त्री डाक्टर रघुवंश प्रसाद सिंह, जसको 13 सेप्टेम्बर निधन भएकोमा शोक व्यक्त गर्नुभयो। केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गे र तिब्बती निर्वाचन संसदका सभापति पेमा जुग्नेलले गहिरो शोक व्यक्त गर्दै तिब्बतका कट्टर समर्थकका रूपमा दुवै नेताहरूलाई सम्बोधन गरी उनीहरूको निधनले भारतका जनतालाई मात्रै नभई विश्वभरमा भएका तिब्बती जनताहरू पनि शोकाकुल छन् भन्नुभयो। युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल, युरोपियन आयोगका अध्यक्ष उर्सुला von der Leyen र जर्मन चान्सलर एन्जेला मार्केलले यस हप्ता सोमबार चिनिया राष्ट्रपति सी जिनपिङसँग आफ्ना सम्बन्धहरूबारे छलफल गर्न उच्चस्तरीय भर्चुअल बैठक गर्नुभयो। अध्यक्ष मिशेलले यस वर्षको अन्त्यमा EU चीन मानव अधिकार संवादको समयमा तिब्बतको क्षेत्रीय भ्रमण गर्ने अपेक्षा राख्नुभएको छ र उनले तिब्बतमा रहेका अल्पसंख्यक, मानव अधिकार रक्षक र पत्रकारहरूको अवस्थामा पनि चिन्ता व्यक्त गर्नुभयो। सो बैठकले मौसम परिवर्तन, आर्थिक र व्यापार मुद्दाहरू, अन्तर्राष्ट्रिय मामला र मानव अधिकार, कोभिड-19 र आर्थिकको पूर्ण प्राप्ति जस्ता 4 मुख्य मुद्दाहरूलाई सम्बोधन गर्नुभयो। गत हप्ता मङ्गलबार फ्रेन्च सेनेट र तिब्बती दूतावास कार्यालय पेरिसको तिब्बत समर्थन समूहले पेरिसको सिनेट हलमा परम पावन दलाई लामा ज्यूको 50औं जन्मदिन मनाउनु भयो। आधिकारिक उत्सवको उक्त समयमा प्रचलित कोभिड-19 स्थितिलाई ध्यानमा राखेर स्थगित गरिएको थियो। फ्रेन्च सेनेटले परम पावन ज्यूको व्यापक विरासतको प्रशंसा गर्दै उनी फ्रान्सको जनताप्रति प्रेरणादायी र उनलाई सच्चा सम्मान दिइरहेको बताउनुभयो। फ्रेन्च सेनेटमा तिब्बत समर्थन समूहका अध्यक्ष सेनेटर मिशेल रेसन तिब्बतको लागि लामो समयदेखि प्रख्यात समर्थक हुनुहुन्थ्यो र सेवानिवृत्त हुनु अघि उनको यो सिनेटमा अन्तिम वर्ष हो। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता साप्ताहिक समाचारहरूका साथ फेरि भेटौँला। नमस्ते।